आज हामीहरू सान फ्रान्सिस्को नजिकमा रहेको माउन्ट एब्लु भन्ने पहाड जुन एकदमै अल्गो छ यो एरियाको त्यस ठाउँमा घुम्न आएका छौँ। त्यस घुम्ने क्रममा हामी गन्तव्यस्थलमा पुगिसकेका छौँ। त्यस माथिबाट देखिने दृश्य तल देखाउँदैछु। मौसम त धेरै राम्रो छ तापनि यो अलिकता फगी टाइपको धमिलो कुहिरो लागेको जस्तो भएकोले अलि कस्तो आउँछ भिडियो यो पछि थाहा हुने कुरा हो। तैपनि मैले हर प्रयास कसरी राम्रो आउँछ भन्ने म खिचिरहेको छु। खास हाम्रो हेर्ने भनेको यो माथि टावर हो। म टावरतिर जाँदैछु र देखाउँछु कस्तो छ भन्ने कुरा। हेलो, ओके, हाउ यु डुइङ? गुड सर। ल यस्तो छ, केटाकेटीहरू आउँदैछन्। ल यो गाडी राख्ने पार्किङ। ल हामीहरू भित्र प्रवेश गर्दैछौँ। कस्तो छ, एकचोटि त म पहिला पनि आइसकेको छु, दुई तिनचोटि आइसकेको छु र म चाहिँ थकाइ पनि लाग्यो। ल यो माथिबाट यस्तो देखिन्छ, वाउ, डाउन एरिया देखाउँछु है पुरा, एउटा किनारदेखि अर्को किनारसम्म देखाउँछु। ल यतादेखि चारैतिर घुमाउँछु। ल यताबाट पनि यसो घुमाउँछु, तेर्सो है, यता पनि देखाएँ। ल कति रमाइलो छ। अब म माथि चढ्दैछु सिँढी। यसरी हामी माथि आइपुग्यौँ। ल यसको टावरको टपमा हामी आइपुग्यौँ। कस्तो लाग्यो त? ल ओहो हो, ल उताको साइड पनि देखाइसकेको छु। यो साइडबाट यसरी हेर्ने। अब हाम्रो घर त्यो ब्रिज भयो, एनियाको ब्रिज, त्यसको राइट कर्नरमा त्यो एनिया खल्पुको अफिसको घर छ, छेउछाउतिर छ। त्योभन्दा यता अगाडि आएपछि त्यो ब्रिज सेतो र उहाँ त्यहाँनिर पऱ्यो। ए त्यो देख्छ नि घाँस, पानी नजिक घाँस जस्तो। र यहाँ तलदेखि यसरी त्यहाँ परसम्म यस्तो देखिन्छ। उता बिचबिचमा ठुल्ठुलो पहाड पनि छ। उता पनि हाइकिङ गर्ने ठाउँ रहेछ। कस्तो निलो। र हामी यो हाइटमा छौँ अहिले, यहाँ छौँ हामीहरू यो एरियामा। मानिसहरू माथि मजाले आफ्नो आफ्नो तरिकाले आनन्द लिइरहेका छन्। ल सबैजनाले यसको खास यहाँ यस्तो छ। ल अर्कोपट्टि देखाउँछु। अर्कोपट्टि यस्तो छ। यतापट्टि यस्तो। र यताबाट हामी यो त्यो तलको पार्किङबाट माथि चढेको हो। हामी आउने बाटो यतातिरबाट। उतातिर सान फ्रान्सिस्को पर्छ, यो साइडको किनारमा सान फ्रान्सिस्को। यहाँबाट देखिँदैन अहिले, नत्र मौसम राम्रो भएको अवस्थामा देखिन्छ। र
हाल चाहिँ त्यस्तै पऱ्यो अब त्यसले गर्दाखेरि ल यहाँ ल यो दृश्य अब यसको टावर देखाउँछु है माथि यसको माथिको गजुर यो के हो माथि ल यही हो यहाँभित्र पनि जान पाइन्छ होला तर केही पर्मिसन लिनुपर्छ कि जान पाइँदो रहेछ मान्छे पनि निस्के यताबाट तल यस्तो देखिन्छ ल माथिबाट म एकचोटि सर देखाउँछु यसको चारैतिरको दृश्य कस्तो देखिन्छ यो चाहिँ मानिसहरू यो छुट्टीको बेलामा यसो रमाइलो गर्न फ्यामिली सबै साथीभाइहरू मिलेर यसो ग्यादरिङ गर्ने घुम्ने हाइकिङ गर्ने सबैको लागि यहाँ आउँछन् त्यसले गर्दा हामीहरू पनि आज शनिबार ल जानु पर्यो भनेर कसेर आएका थियौँ हेर्नुहोस् है यस्तो छ ल यही हो यहाँ भएको सबै दृश्यहरू देखाइसकेको छु खोइ कस्तो छ के छ अब प्रतिक्रिया दिनु होला म पनि नयाँ नयाँ सिकाडु हो खासै मलाई पनि त्यति भिडियो बनाउन आउँदैन अलिकति यो भिडियोको र मेरो भनेको तालमाल अलि मिल्न पनि सक्छ नमिल्न पनि सक्छ त्यसकारण मलाई चाहिँ के प्रतिक्रिया दिनुहुन्छ दिनु होला र सही सल्लाह सुझावको अपेक्षा गर्दै यो भिडियोलाई यहीँ अन्त गर्छु त्यसपछि अरू पनि भिडियोहरू यस्तै यस्तै बनाउने कोसिस बनाउँछु भन्दै बिदा लिन चाहन्छु ल म अब तलतिर झरेँ धन्यवाद।